म मरेकी छैन, म मरेकी छैन, म त अझै जिउँदैछु। तर त्यो साँझ म बाँचिनँ जहाँ मेरो नाइलाई चिर्दै उसको इच्छाले मेरो अस्तित्व च्यात्यो। म निर्मला पन्त होइन, किनभने म अझै श्वास फेर्दैछु। तर म पनि निर्मलाकै बाटोमा थिएँ। तर न्यायको ढोका मेरो अगाडि पनि बन्द थियो। म भागीरथी भट्ट जस्ती होइन जसको मृत शरीरले समाजलाई झस्कायो। म त चिच्याउँदै फर्किएकी थिएँ र मलाई भनिएको थियो, किन गएकी थिइस् साँझ परेपछि। मेरो बचाइमाथि प्रश्न उठाउनेहरूको भिड त्यहीँ थियो, जहाँ मेरो बलात्कारीहरू मुकुट बोकेर हिँड्थे। म ती हजारौँ छोरीहरूमध्ये एक हुँ जसको बाबुले पैसाको लागि मेरो शरीर बेचिदिए। शब्दको साटो सम्झौता गरियो र मलाई नयाँ मालिक सुम्पियो। म त्यो दिदी पनि हुँ जसको शरीरमा आफ्नै दाजुको छाया छोड्यो। तर सबैले भने घरको इज्जत हो, चुप लाग। शिक्षकले मलाई अवसर दिए मेरो भविष्य बनाउँछु भन्दै। तर स्पर्शमै उसको नियत देखिएपछि मैले कराउँदा भनियो, गल्ती तमै होला नि। अझ म राजनीतिमा लाग्न चाहन्थेँ, सभामुख होइन आवाज बन्न चाहन्थेँ। तर पहिलो सर्त थियो उसको ओछ्यान। कुर्सी तिम्रो हो उसले भन्यो, तर मसाज गर मेरो थाकित सत्ता। तेल लिएर आऊ, अधिकारको ढोका खोलिदिन्छु। बुझ्दै गए सबैतिर छैन रहेछ मेरो सिपको मूल्य, मात्रै रहेछ मेरो तनको भोग। सबैलाई सबैतिर। म आमालाई काखमै गुमाएकी त्यो छोरी पनि हुँ, जहाँ छोराले सम्पत्तिको लालचमा मातालाई मारेर मालिक बन्न खोज्यो। म त्यो भतिजी पनि हुँ जसलाई आफ्नै काकाले आँखाले चाटे। तर म टोलाउँदै बस्नु पर्यो, किनभने भनियो, पुरुष हुँ नि त। अझ मामा भनेर जसले ललिपप ल्याउँथे, अन्तिममा फेरि उनकै आँखा कागजका चकटी जस्तै कालो भए। म पराई भए पनि परिवारको रगतमै मिसिएको थिएँ। तर मलाई थाल छुट्टै हुन्थ्यो, मानवीय नभई लैङ्गिक। दर्जा छुट्टै हुन्थ्यो, सम्मान नभई अपमान। अनि मृत्यु समेत छुट्टै भएको, जीवनले होइन पहिचानले तोकिएको। छोरा जस्तै स्कुल जान पाइन, किनभने छोरीले घर सम्हाल्न सिक्नुपर्छ रे। म भान्से जस्तै मुस्कानमा रोटी फुलाउँथे, भित्रभित्रै भने तात्थ्यो मनको पिडी। खनिएका शब्दहरू काठका मुस्ला थिएनन्, तिनीहरूले त मनको हड्डी चिर्थे। अनि म हाँस्दै बिथोलिन्थेँ। तर म मरेकी छैन, म त अझै जिउँदैछु, चिच्याउँदैछु, लेख्दैछु, बोल्दैछु। मेरो चुप्पी अब अपराध हुनेछ। अब म मात्रै होइन, मेरो साथमा हजारौँ नारीहरूको स्वर छ। हाम्रो श्वासमा विद्रोह छ, हाम्रो आँसुमा आगो छ। हामी बलात्कृत भयौँ, तर मर्नुभन्दा पहिले बोल्ने रोज्यौँ, किनभने अब शब्दले झटार्न सक्छ यो समाजलाई। धन्यवाद।